हेलो गाइज वेलकम टू माई न्यू भिडियो। आज चाहिँ मेरो ब्लगको टु डेज भयो। हिजो पनि मैले एउटा ब्लग हालेको थिएँ अनि आज पनि एउटा ब्लग लिएर हजुरहरूको छेउमा आएको छु। माया गरिदिनु होला, साथ दिनु होला, सपोर्ट गर्नु होला। हामी चाहिँ अहिले बिर्तामोड जान आँटेको। मावला हाम्रो मावलामा पूजा छ अनि त्यही जान आँटेको। अहिले हामी रेडी भएर बसेको छौँ अनि म अहिले तपाईँलाई बाटोमा पुगेपछि भेट्छु है त। साथीहरू अहिले चाहिँ हामी आइसकेका छौँ बाटोमा अनि हामी चाहिँ अहिले जाँदैछौँ। म छु अनि मेरो भाइ छ, मेरो भाइ छ। यो हाम्रो बाटो हो अनि यो रहेको छ हाम्रो गाउँ। यहाँ रहेको छ खेती, सब्जी खेती गर्नुहुन्छ। यहाँ चाहिँ सब्जी खेती नत्र अरू पनि गर्नुहुन्छ नि। यो रहेको छ हाम्रो घर जाने बाटो अनि रहेछ हाम्रो बिर्तामोड जाने बाटो अनि यहाँ रहेको छु म। अब त्यहाँ गएपछि अटो पर्खिनुपर्छ रोडमा। म अटो आएपछि भेट्छु है त हजुरहरूसँग। बाई एकछिनको लागि। साथीहरू म चाहिँ मामालाई आइपुगेँ अनि मामालामा चाहिँ कोही हुन्न रहेछ। मामा माइजू बजार, एउटा दिदी र भाइ स्कुल अनि एउटा बहिनी चाहिँ यसमा चाहिँ घर सर बाँड्नु चाहिँ त्यो चाहिँ म देखाउँदिनँ होइन। बिर्तामोड मेरो मावलाको छतबाट देखिएको दृश्य अनि यहाँ रहेको छ पूजा गर्ने। भोलि पूजाको लागि तयारी भएको छ। यहाँ चाहिँ यहाँ तयारी भइरहेछ अनि त्यहाँ बनाउनु भएको छ ठाउँ। भोलि पूजा छ हाम्रो मावलामा पूजा अनि एक दिने पुराण के छ म तपाईँहरूलाई भोलि देखाउँछु है त। जानकारी भइहाल्छ। अब भरे म सबैसँग भेटाउँछु। अहिले ब्राजिल बोल्दै हुनुहुन्छ। अर्जेन्टिना साथीहरू अहिले चाहिँ राति भइसकेको छ, त्यही भएर मैले भ्लग एन्ड गर्न आँटेको। हेर्नु बिर्तामोड राति भइसकेको छ। सो म भ्लगिङ गर्छु। सपोर्ट गर्नु होला, माया गर्नु होला अनि भोलिको भ्लगको लागि वेटिङ गर्नु होला। लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। बाई।